दर्शन नमस्ते सबैजनालाई, प्रिय मित्र दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई प्रभु येशू ख्रीष्टको नाममा चाहिँ म निकृष्ट अभिवादन पनि भन्न चाहन्छु। अनि मैले यो भिडियो बनाउन बाध्य भएको छु आज। यहाँनिर हामी ग्रुपमा मलाई पनि थाहा छैन कसरी याद गर्नुभयो, तर यहाँनिर सबै दाजुभाइले एकदमै नराम्रो बोलीहरू नराम्रो भिडियोहरू पठाउनुहुन्छ। त्यो भएको कारणले मैले यो भिडियो बनाउने बाध्य भएको छु र यो भिडियो बनाउँदै गर्दाखेरि चाहिँ म एउटा यहाँनिर वचनहरू पढ्नेछु। सबै कुराका लागि समय छ र आकाशमुनि सबै कार्यकलापको बेला छ है। यो बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय छ, रोप्ने एउटा समय छ र उखाल्ने एउटा समय, मार्ने एउटा समय छ र निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ र बनाउने एउटा समय, रुने एउटा समय छ र हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय, ढुङ्गा छर्ने एउटा समय छ र ती बटुल्ने एउटा समय छ, अँगाल्ने एउटा समय छ र अलग रहने एउटा समय छ, खोज्ने एउटा समय छ र छोडिदिने एउटा समय, राख्ने एउटा समय छ र फाल्ने एउटा समय छ, च्यात्ने एउटा समय छ र मर्मत गर्ने एउटा समय, चुप लाग्ने एउटा समय छ र बोल्ने एउटा समय, प्रेम गर्ने एउटा समय छ र घृणा गर्ने एउटा समय, युद्ध गर्ने एउटा समय छ र मिलमिलाप गर्ने एउटा समय भनेर यहाँनिर बताइएको छ। अनि यो यहाँ भाइहरूले खालि मुख छाडा बोल्नुहुन्छ है, अनि हरेक कुराहरू नचाहिँदो कुरा गर्नुहुन्छ, अनि यहाँनिर सेक्सी भिडियो भन्ने है, अनि यहाँनिर यौन क्रियाकलापको भिडियोहरू सेयर गर्नुहुन्छ। अनि यो कमिलालाई हेर्नु त प्रिय मित्र दाजुभाइ दिदीबहिनी, यो कमिला एउटा प्रेममा अँगालेर बस्नुभएको छ एक अर्कामा है, अनि कमिलाले पनि जान्दछ। अनि मैले यो कमिलालाई यहाँनिर कैद गरेको छु भिडियोमा, अनि यो हेर्नु होला। अनि त्यो भएको कारणले हामी मानिसमा पनि यो हरेक जीव जन्तुमा सबैमा यो कुराहरू हुन्छ। अनि यो कुरा भएपछि मात्रै संसार बढ्दै अनि फैलिँदै जाने कुराकानी हुँदछ। यो भएको कारणले प्रिय मित्र मेरो दाजुभाइ दिदीबहिनी, हरेकले ग्रुपमा यदि रहनु इच्छा छैन हजुरहरू छोडेर जान सक्नुहुन्छ, तर रहनुभयो भने चाहिँ यस्तो क्रियाकलाप नगरिकन समयलाई सदुपयोग गर्दै हजुरहरूले जानेको कुरालाई सेयर गर्दै अनि एकले अर्कालाई मद्दत गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। यो हेर्नु त अगाडि पनि बढ्दछ, अनि पछाडि एउटा नारी र पुरुष भनौँ हामी यहाँ हुनुहुन्छ, अनि एउटाले अगाडि लगेर जान्छ, अनि फेरि अर्कोले चाह्यो भने अर्को बाटो लगेर उहाँहरूले जानुहुन्छ। त्यो भएको कारणले प्रिय मित्र दाजुभाइ दिदीबहिनी, मिलेर बसौँ, सबैजना मुख नछोडिकन हामीले एकले अर्कालाई असल तरिकाले बस्नु राम्रो हुनेछ। धन्यवाद।